ल सो रिकर्डिङ स्टार्ट भयो। सो डाइनेमिक्स भन्नाले हामीले काइनेमेटिक्समा के पढेको थियौँ, काइनेमेटिक्सले केले मात्र डिल गरिरहेको थियो भने काइनेमेटिक्सले केसँग मात्र डिल गरिरहेको थियो कि कज अफ मोसनसँग डिल गरिरहेको थिएन कि मोसनको कज के छ, हजुर बस डिल गरिरहेको थियो कि मोसनले के इफेक्ट पारिरहेछ, मोसनमाथि के कस्तो मोसन भइरहेछ। हजुर अब डाइनेमिक्समा हामीले डिल गर्छौँ कि त्यो मोसनको कज के हो भन्नाले एउटा बल इफ रोल भयो भने त्यो हजुर रोल भएर के हुन्छ कसरी हुन्छ त्यो हामीले काइनेमेटिक्समा डिस्कस गर्छौँ हैन। हजुर अनि अब त्यसको कज कज हामीले केमा डिस्कस गर्छौँ, डाइनामिक्स कज हामीले डाइनेमिक्समा डिस्कस गर्छौँ कि त्यो बल किन रोल गर्यो अथवा हजुर त्यो ब्लक किन मुभ गर्यो, ठिक हजुर छ। हजुर सो डाइनेमिक्समा डाइनामिक्स के हामीले सिक्नु भन्नु न डाइनेमिक्सले के स्टडी गर्छ, यसको कजहरू कज त्यो हो, इन अकाउन्ट अफ द कज अफ द मोसन इन द अब्जेक्ट, ठिक छ। सो यसमा हामीले हजुर डिस्कस गर्छौँ, यो तिमीले 10मा पढ्यौ होला, फर्स्ट न्युटन्स लज अफ मोसन। न्युटन सो फर्स्ट लले के भन्थ्यो कि एभ्री बडी भनेको कन्टिन्यू इट्स स्टेट अफ युनिफर्म मोसन अन्टिल एन्ड अनलेस इट इज एक्सटेड इम्ब्यालेन्स फोर्स। कुनै पनि बडी रेस्टमा छ भने रेस्टमै बस्न हो, र मोसनमा छ भने मोसनमै मोसनमै बस्न बस्छ सकिन्छ। अन्टिल एन्ड अनलेस हामीले एउटा इम्ब्यालेन्स फोर्स यसले दिइरहेछौँ। एक्सटर्नल हो, फोर्स एक्सटर्नल फोर्स दिइरहेछौँ, हजुर ठिक छ। सो अर्को छ अब फोर्स, फोर्स के हो, एक्सटर्नल एजेन्सी अथवा एक्सटर्नल एजेन्ट विच कजेज अथवा चेन्ज इन स्टेट रेस्ट अर मोसन होइन। हजुर सो फर्स्ट ल अफ मोसनबाट हामीले के बुझ्यो, फोर्सको डेफिनेसन बुझ्यो। हजुर फोर्सको डेफिनेसन के बुझ्यो भन्नाले यो एउटा एक्सटर्नल एजेन्ट हो जसले गर्दा स्टेट अफ अब्जेक्ट त्यो या त रेस्टमा छ या त युनिफर्म मोसनमा छ भने त्यसको स्टेट चेन्ज गर्छ कसले, एउटा एक्सटर्नल एजेन्टले, जसले भन्यो फोर्स, हजुर ठिक छ। फोर्स इज गिभन बाई एफ इक्वल्स टु एम इन्टु ए, यिनी शब्द थाहा छ होइन। फोर्सको हजुर युनिट केजी मिटर पर सेकेन्ड अथवा यसको युनिट के हुन्छ, न्युटन हुन्छ। हजुर अब फोर्सको इफेक्ट के हुन्छ, स्टेट अफ बडी चेन्ज गर्छ, स्पिड अफ बडी चेन्ज गर्छ। यो एकदम इम्पोर्टेन्ट कुरा हो। इफ हामीले कुनै पनि अब्जेक्टले फोर्स दिइरहेछौँ भने हजुर त्यसको के हुन्छ, स्पिडमा चेन्ज आउँछ। हजुर स्पिडमा चेन्ज आयो भने के हुन्छ, त्यसको एक्सेलरेसन हुन्छ। हजुर भनेपछि हामीले कुनै पनि अब्जेक्टले फोर्स दिइरहेछौँ भने त्यो अब्जेक्टसँग एक्सेलरेसन हुन्छ, हजुर ठिक छ। हजुर अब फोर्सले के गर्न सक्छ, डाइरेक्सन अफ अब्जेक्ट पनि चेन्ज गर्न सक्छ, सेप अफ बडी पनि चेन्ज गर्न सक्छ। जसरी मान तिमीले एउटा बेलुनमा तिमीले वाटर राख्यौ अनि तिमीले कम्प्रेस गर्यौ, तिमीले एउटा फोर्स लगायौ हजुर अनि त्यसको सेप चेन्ज भयो कि भएन, हैन। हजुर अब फर्स्ट ल अफ मोसनले के गर्छ, डेफिनेसन अफ फोर्स दिन्छ। डेफिनेसन अफ फोर्स हजुर, डेफिनेसन अफ फोर्स कि फोर्स के हो, फर्स्ट लले के भन्यो कि कुनै पनि बडी रेस्ट अर मोसनमा बस्छ अन्टिल एन्ड अनलेस यसमा केही एक्सटर्नल एजेन्ट एक्सटर्नल लगायौँ, हजुर हैन। सो हामीले के बुझ्न पायौँ कि फोर्स एउटा यस्तो कुरा हो जसले गर्दा एउटा बडीको स्टेट अफ मोसन, स्टेट अफ रेस्ट अर युनिफर्म मोसन चेन्ज हुन्छ, हजुर हैन। हजुर अब सेकेन्ड ल आउँछ, ठिक छ। एकैछिन हजुर एकैछिन। सो फर्स्ट लले अर्को नाम हेर, फर्स्ट लको अर्को नाम के भन्न सक्यो, ल अफ इनर्सिया। हजुर इनर्सिया इनर्सिया टर्म सुन्यौ होला तिमीले 9-10मा, हैन। हजुर सो यसमा म धेरै देख्छुमा गएन हैन। इनर्सिया त्यही हो, इफ एउटा बडी रेस्टमा छ भने त्यो रेस्टमै रहिरहन चाहन्छ, इफ मोसनमा छ भने त्यो मोसनमै रहिरहन चाहन्छ, हजुर यसले भनिन्छ इनर्सिया, हजुर हैन। द इनएबिलिटी अफ अ बडी टु चेन्ज द स्टेट अफ रेस्ट अर अफ युनिफर्म मोसन बाई इट्सेल्फ भन्नाले हजुर कुनै पनि एउटा बडी छ त्यसले आफ्नो स्टेट आफै चेन्ज गर्न सक्दैन अन्टिल एन्ड अनलेस कुनै बाहिरी फोर्स लगाएको छ त्यसमा। यो हजुर यो इनएबिलिटीले भनिन्छ इनर्सिया, हैन। एकैछिन ल हजुर हेलो ठिक छ। हजुर ल जस्तो यसको एउटा इक्जाम्पल हामीले रिजनिङ क्वेसन यो हेर्न सक्छौँ, यो तिमीले सानोमा पनि गर्यौ होला 19मा।
डस्ट फल डाउन व्हेन क्लथ्स आर बिटन विथ स्टिक हैन इनर्सियाले गर्दा हजुर त्यो डस्ट केमा हुन चाहन्छन् त्यो Correct. रेस्टमा हुन चाहन्छन् अँ, बट हामीले स्टिकले बिट गरेपछि त्यो केमा आउन रेस्टमै रहन चाहन्छ त्यसैले त्यो के हुन्छ त्यसबाट छुट्टिन्छ त्यही हो डस्ट चाहिँ रेस्टमा बस्न चाहन्छ हजुर तर हामीले कार्पेटले ढुक्क अब कार्पेटले मोसनमा गऱ्यौँ हामीले उम्, अनि त्यसले के हुन्छ कार्पेट र डस्ट छुट्टी छुट्टी भइन्छ हजुर हैन हजुर यो हो सो फर्स्ट लले के गर्यो फर्स्ट लले डेफिनेसन अफ फोर्स दियो हजुर फोर्स के हो हजुर सेकेन्ड लले के गर्छ फोर्स के माथि डिपेन्ड गर्छ त्यो भन्छ हजुर ठिक छ सो सेकेन्ड लले मैले अलि राम्ररी बुझाउन खोजेँ भने सेकेन्ड लले के भन्छ जुन फोर्स छ नि हजुर त्यो डाइरेक्टली प्रोपोर्सनल छ रेट अफ चेन्ज इन मोमेन्टम अब रेट अफ चेन्ज इन मोमेन्टम भन्नाले कुनै पनि एउटा बडी इफ त्योसँग भेलोसिटी छ भने हजुर हजुर त्यो भेलोसिटी भएको कुराले हामीले रिप्रेजेन्ट गर्छौँ मोमेन्टमले हजुर जसले रिप्रेजेन्ट गरिन्छ पीदेखि पीले रिप्रेजेन्ट गरिन्छ अनि यसको फर्मुला हुन्छ पी इक्वल्स टु एम इन्टु भेलोसिटी हजुर ठिक छ सो मोमेन्टम के कुरा हो मोमेन्टम यस्तो टर्म हो जसले मोसन अफ बडीले डिफाइन गर्छ उम्, ठिक छ हजुर जुन बडीको इफ मानौँ दुईटा बडी छन् दुईटैको मास सेम छ हजुर देन द बडी जोसँग बढी मोमेन्टम छ त्यसको भेलोसिटी बढी हुन्छ हजुर ठिक छ उम्, सो अब मैले यहाँबाट मैले के भन्न पाएँ फोर्स इक्वल्स टु के टाइम्स MV डिपी बाई डिटी कन्सटेन्ट होइन के भयो एउटा कन्सटेन्ट भयो फोर्स इक्वल्स टु के डी बाई डिटी एम इन्टु भेलोसिटी हजुर मैले अब हेर यो डी चाहिँ राख्नै पर्ने हजुर डी चाहिँ राख्नै पर्छ डी भन्नाले डेरिभेटिभ भयो नि डेरिभेटिभ अफ P, मोमेन्टम र डेरिभेटिभ अफ मोमेन्टम विथ रेस्पेक्ट टु टाइम भनेको कस्तो डेरिभेटिभ र हुँदा र नहुँदा चाहिँ के फरक हुन्छ हेर डेरिभेटिभले के दिन्छ एउटा स्लोप दिन्छ भनेको जसरी मानौँ तिमीसँग कुनै एउटा ग्राफ छ ठिक छ यो मानौँ एउटा हजुर। ग्राफ छ हजुर अब डेरिभेटिभले मानौँ यो पोइन्टको मैले स्लोप निकाल्न छ ठिक छ हजुर यो पोइन्टको मैले स्लोप निकाल्न छ अनि यो स्लोप कसरी आउँछ यसरी एउटा स्ट्रेट लाइनले रिप्रेजेन्ट गरिन्छ ट्यान्जेन्ट भन्नाले के भयो स्लोप हजुर ट्यान्जेन्टको स्लोप भन्नाले स्लोप हजुर सो यो पोइन्टको मैले स्लोप निकालेर यो पोइन्टको जुन हजुर। स्लोप छ यो मानौँ हजुर। मैले पी भयो अनि यो टी भयो ठिक छ यो पोइन्टको जुन स्लोप छ त्यो स्लोपको हजुर। भ्यालुमाथि डिपेन्ड गर्छ फोर्स हजुर ठिक छ हजुर सो अब यो इफ मोमेन्टम हो भने मैले यसले के लेख्न पाएँ एम इन्टु भी लेख्न पाएँ अँ, अब कुनै पनि बडी छ त्यसको मास टाइमको रेस्पेक्टमा त चेन्ज हुँदैन हजुर हैन सो मैले मास बाहिर निकालेँ अनि यसले लेखेँ डिभी बाई डिटी मोमेन्टम मासमा चाहिँ मासको उसमा चेन्ज हुन्छ मास हेर मैले के गरेँ यहाँसम्म पुग्यो कि पुगेन त्यो डेरिभेटिभ भयो भने चाहिँ त्यो हुन्छ होइन अर्को क्वेसन छ कि डेरिभेटिभ नहुँदा चाहिँ कस्तो हुन्छ हेर यो सेकेन्ड लले यही भन्छ कि जुन फोर्स छ हजुर त्यो रेट अफ चेन्ज अफ मोमेन्टममा डिपेन्ड गर्छ हजुर डेरिभेटिभमा होइन हो रेट अफ चेन्ज अफ मोमेन्टम भन्नाले डिपी बाई डिटी रेट अफ चेन्ज अफ मोमेन्टम हजुर ठिक छ डिपी बाई डिटी सो अब मैले के गरेँ हामीसँग फर्मुला थियो पीको ठाउँमा मैले एमभी लेख्न पाएँ हजुर अब मैले यसले डिफ्रेन्सिएट गर्दा हेर एम भन्नाले के हो मास भी भन्नाले के हो भेलोसिटी अब मैले जब डिफ्रेन्सिएट गर्छु विथ रेस्पेक्ट टु टाइम एमभीलाई जब विथ रेस्पेक्ट टु टाइम डिफ्रेन्सिएट गर्छु भन्नाले जसरी डिफ्रेन्सिएट भन्नाले हेर डिएम बाई डिटी र डिभी बाई डिटी गरे कि हेर यो मानौँ वाइ भयो ठिक छ यो एक्स हजुर अब यो ग्राफ मैले मानौँ एउटा यस्तो कर्भ छ
हजुर अनि मैले तिमीले भने कि यो कर्व उम्, यो कर्वबाट तिमीले बुझ्न पायो कि x को भ्यालु माथि y को भ्यालु डिपेन्ड गरिरहेछ उम्, हैन हजुर कि x को भ्यालु डिफरेन्ट भइरहेछ भने y को भ्यालु डिफरेन्ट भइरहेछ अँ, हो कि नै अब स्ट्रेट लाइन भयो भने चाहिँ हो इन्डिपेन्डेन्ट छ अँ, हैन हजुर इफ स्ट्रेट लाइन यसरी स्ट्रेट लाइन भयो भने x को हजुर भ्यालु माथि y को भ्यालु डिपेन्ड गरिरहेको छैन अँ, अब सिमिलरली मैले यहाँ मान p र t को ग्राफ बनाएँ ठीक छ p र t को ग्राफ बनाएँ हजुर अनि p को ग्राफ यस्तो छ भन्नाले टाइम माथि p को भ्यालु डिपेन्ड गरिरहेछ अँ, हैन हजुर अनि त्यही मैले भने p ले मैले लेख्न पाएँ मास इन्टु भेलोसिटीले हजुर अब कुनै पनि बडीको मास विथ रेस्पेक्ट टु टाइम चेन्ज हुन्छ कि हुँदैन मास विथ हुँदैन हुँदैन नि अँ, सो मैले के भन्न पाएँ कि मैले मास इज इन्डिपेन्डेन्ट अफ टाइम भनेको यो मासले हामीलाई थोरै बढी या कम भयो भने नि फरक पर्दैन हो भन्नु सो अब तिमीले मानौँ यहाँ तिमीले हेर यो कुरा पढ्छौ कि नै डिफ्रेन्सिएसन अफ 6x स्क्वायर विथ रेस्पेक्ट टु x हैन हजुर अब यो कुरा त कन्स्टेन्ट हुन्छ उम्, यो 6x माथि त डिपेन्ड गर्दैन उम्, सो तिमीले के गर्छौ 6 ले बाहिर निकालिदिन्छौ dx अनि x स्क्वायर यसरी लेखिदिन्छौ उम्, हैन उम्, ठीक छ नि सिमिलरली इफ मैले यहाँ मास राखेँ भने mv स्क्वायर राखेँ भने हजुर यो सरी mv यो मास x माथि त डिपेन्ड गर्दैन मास त कन्स्टेन्ट रहिरहन्छ हजुर सो मैले मास बाहिर निकालेर dv बाई dx लेख्न पाएँ कि पाएन पायो पाएँ हैन सिमिलरली मैले यहाँ एकैछिन मैले यहाँ यो मास बाहिर निकालेँ मैले यसले dv बाई dt लेख्न पाएँ कि पाएन अँ, अँ, पाएँ हैन अँ, अब एकचोटि याद गर dv बाई dt भन्नाले के थियो डिभी बाई डिटी हो dv बाई dt भन्नाले के भन्न खोज्यो रेट अफ चेन्ज अफ भेलोसिटी विथ रेस्पेक्ट टु टाइम रेट अफ चेन्ज अफ भेलोसिटी के थियो टाइम हो ए एक्सेलरेसन हो एक्सेलरेसन हजुर सो यहाँबाट मैले लेख्न पाएँ फोर्स इक्वल्स टु केएमए हो फोर्स इक्वल्स टु मैले लेखेँ केएमए यहाँबाट के डेरिभेटिभ चाहिँ हर्छ हो सिधै ए मात्र हुन्छ हो कि डेरिभेटिभ नै प्लस नै ए हुन्छ एमए हुन्छ सिधा एमए हुन्छ यहाँ ए हुन्छ यो इन्स्टेन्टेनियस एक्सेलरेसन एट अ अब पर्टिकुलर होइन त्यो अघि तपाईँले मलाई डेरिभेटिभ को स्लोप देखाउनु भएको थियो नि फर्स्टमा इफ त्यसमा होइन डेरिभेटिभ नभए भए चाहिँ कसरी बुझ्थ्यौँ त हामीले इफ हेर इफ पहिलो कुरा मैले एउटा टर्म डिफाइन गरौँ ठिक छ मैले डाइरेक्ट त्यसले फोर्स त भन्न पाएन मानौँ डेरिभेटिभ नभएको मैले त्यसले मानौँ भी भनिदिएँ ठिक छ हजुर के पी बाई टी हजुर होइन पीले मैले के लेख्न पाएँ मास इन्टु भेलोसिटी हजुर भी नै यसले के मान्ने यु मानिदिउँ के मानिदिउँ यसले एक्स मानिदिउँ ल एक्स एउटा भेरिएबल छ सो मैले एक्स इक्वल्स टु के एमभी बाई टी यति मात्र लेख्न पाउँथेँ भनेको भी बाई टीलाई अनि ऊ लेख्न मिल्दैन र एसोसिएसन नै नै मिल्दैन नि किन यो त्यति बेला मात्र मिल्छ भी बाई टीले त्यति बेला मात्र एक्सेलरेसन लेख्न मिल्छ इफ इनिसियल भेलोसिटी तिम्रो 0 छ एक्सेलरेसन के थियो भी माइनस यु बाई टी थियो नि होइन अनि इफ तिमीले भी बाई टी मात्र लेखिरहेको छौ भने यो एक्सेलरेसन तिम्रो भएन नि डाइरेक्ट डेरिभेटिभ अफ भी भनेको चाहिँ भी माइनस यु हो हो डिभी भन्नाले भी माइनस भी फाइनल माइनस भी इनिसियल ए बुझ्यौ नि ल सो यो हो अब यहाँबाट हामीले के पायौँ फोर्स इक्वल्स टु केएमए पायौँ हजुर अनि यहाँको लागि के को भ्यालु हुन्छ कन्स्टेन्टको भ्यालु हुन्छ 1 ठिक छ सो यहाँ एमए नै लेख्दा नि फरक पर्दैन सो हामीले फोर्सको भ्यालु कति पायौँ फोर्स इक्वल्स टु एमए तर यो कन्स्ट्यान्ट भ्यालु चाहिँ कसरी थाहा पाउँछ हेर अब मानौँ तिमीले कुनै अब्जेक्टमा फोर्स लगायौ ठिक छ तिमीसँग के एक्सप्रेसन आएको थियो फोर्स इक्वल्स टु
kma। हजुर अब तिमीले के गर्यौ, तिमीले के क्याल्कुलेटेड अमाउन्ट अफ फोर्स लगायौ, ठीक छ। हजुर एकैछिन, फोर्स इक्वल्स टु kma। तिमीले क्याल्कुलेटेड अमाउन्ट अफ फोर्स लगायौ, मानौँ 10 न्युटन तिमीले क्याल्कुलेट गर्न सक्यौ, 10 न्युटन फोर्स तिमीले लगायौ। हजुर त्यो अब्जेक्टको मास तिमीसँग छ कि मानौँ 10 केजी अब्जेक्ट छ, हजुर अनि त्यसको एक्सेलरेसन तिमीले मेजर गर्न पायौ फाइनल र इनिसियल भेलोसिटीको चेन्जबाट। फाइनल र इनिसियल इनिसियल चाहिँ भेलोसिटी जसरी यो अब्जेक्ट यहाँ रोकेको थियो, ठिक छ। हजुर तिमीले 10 न्युटन फोर्स लगायौ, हजुर यसको इनिसियल भेलोसिटी कति थियो, 0 मिटर पर सेकेन्ड। अब 10 मानौँ कि यसले त्यति टाइममा तिमीले 10 न्युटन फोर्स लगाएपछि हजुर टी टाइममा टी इक्वल्स टु मानौँ 10 सेकेन्ड पछि, हजुर 10 सेकेन्ड पछि यो अब्जेक्टले 20 मिटर डिस्टेन्स कभर गर्यो। हजुर अब तिमीले एस इक्वल्स टु युटी प्लस हाफ एटी स्क्वायर, यसबाट तिमीसँग एस छ, यु छ, टी छ, ए पत्ता लगाउन छ, टी छ। यसबाट तिमीले एक्सेलरेसन निकाल्न पायौ। अनि तिमीले क्याल्कुलेटेड अमाउन्ट अफ फोर्स कति थियो, 10 न्युटन। सो अब तिमीले जब यो क्याल्कुलेट गर्दा मास एक्सेलरेसन त तिमीसँग थाहा भइसक्यो, अनि यो डिभाइड गर्दा फोर्स अपन एमए गर्दा तिमीसँग के को भ्यालु आउँथ्यो, 1। ए भनेको जति नै उ भए पनि फोर्स इक्वल्स टु एमए भइरहेको थियो। सो थुप्रै एक्सपेरिमेन्ट कन्क्लुड गरेर फाइनली के डिराइभ भयो। एकचोटि फेरि राम्रै क्लियर गरिदिनु त। हेर के भयो, तिमीसँग एउटा ब्लक थियो। हजुर हजुर अघि मैले मानौँ तिमीले क्याल्कुलेटेड अमाउन्ट अफ 10 न्युटनको क्याल्कुलेटेड फोर्स लगायो यसमा, ठिक छ। अब अघिको क्याल्कुलेसनबाट तिमीले एक्सेलरेसनको भ्यालु निकाल्न पायौ। अघिको भने त्यही एसबाट हैन, हो, एस इक्वल्स टु युटी प्लस हाफ एटी स्क्वायर, हैन। हजुर एक्सेलरेसनको भ्यालु निकाल्न पायौ। अनि त्यसपछि अब त्यसपछि यसको मास त तिमीसँग थाहा छ। सो फोर्स इक्वल्स टु हामीसँग के थियो, केएमए। अब एम थाहा थियो, ए थाहा थियो, एफ थाहा थियो। यसबाट हामीले के को भ्यालु निकाल्दा यो सधैँ 1 आइरहेको थियो। थुप्रै एक्सपेरिमेन्ट्स गरेपछि यसको भ्यालु सधैँ 1 आइरहेको थियो। हजुर एकैछिन है ल। सो यहाँबाट के को भ्यालु सधैँ आएको थियो, 1। सो फाइनली के भयो, प्रोपोर्सनालिटी कन्स्टेन्टको भ्यालु 1 आउँथ्यो। हजुर ठिक छ। हजुर सो यो भयो। सो सेकेन्ड लले हामीले के दियो, फोर्सको एक्सप्रेसन दियो, एफ इक्वल्स टु एमए वाला, हैन। डाइरेक्टली प्रोपोर्शनल टु मास एन्ड एक्सेलरेसन। हो, डाइरेक्टली प्रोपोर्शनल टु मास एन्ड एक्सेलरेसन। अब थर्ड ल त थाहा छ। 19 मा त अर्को के पढाएको नि, के भनेको इन्भर्सली प्रोपोर्शनल टु के भनेर भनेको थियो नि। त्यो इनर्सिया थियो, इनर्सिया इन्भर्सली प्रोपोर्शनल टु मास। सेकेन्ड लमै त्यही पढाएको क्या। न, सेकेन्ड लमा थिएन होला, त्यो फर्स्ट लमा थियो। सेकेन्ड लले के भन्थ्यो भन्दा त अलि, सेकेन्ड लले त्यही भन्यो कि फोर्स जुन छ नि, हजुर त्यो डाइरेक्टली प्रोपोर्शनल छ रेट अफ चेन्ज अफ मोमेन्टम। हजुर त्यही भनेको मात्र। तर अर्कै कसरी दिया थियो, यो मोमेन्टम थिएन नि, अर्कै दिया थियो क्या हाम्रो त्यहाँ। इनर्सिया इज डाइरेक्टली प्रोपोर्शनल टु, इन्भर्सली प्रोपोर्शनल टु मास हुन्छ। जुन बडीको मास बढी हुन्छ त्यसको इनर्सिया कम हुन्छ। स्पिड कम हुन्छ भन्नु, सरी, डाइरेक्टली प्रोपोर्शनल थियो सायद। डाइरेक्टली प्रोपोर्शनल थियो कि इन्भर्सली प्रोपोर्शनल थियो, सायद डाइरेक्टली प्रोपोर्शनल। कुनै तिमीसँग हेभी अब्जेक्ट छ हैन, त्यसले फेरि बडी फोर्स चाहिन्छ, डाइरेक्टली प्रोपोर्शनल छ गेस। यो थियो होला 19। मेन डेफिनेसन यो हो यसको। सेकेन्ड लले एक्सप्रेसन दिन्छ हाम्रो त्यसको, डाइरेक्टली प्रोपोर्शनल टु चेन्ज अफ रेट अफ चेन्ज अफ मोमेन्टम। हजुर, रेट अफ चेन्ज अफ मोमेन्टम, ठिक छ।
अनि त्यसबाट के भयो एक्सप्रेसन आयो हाम्रो फोर्सको। अब तिमीले यता कतै यो सोध्यो भने सेकेन्ड लहरू सोध्यो भने यिनीहरू नै स्टेटमेन्ट दिने। सेकेन्ड ल सबभन्दा डिफ्रेन्ट त्यही सेकेन्ड ल लायो होला, त्यसकै डेफिनेसन दिने। ठिक छ। अब थर्ड लले के भन्छ? थर्ड लले इट स्टेट्स दैट देयर इज इक्वल एन्ड अपोजिट रियाक्सन, हैन? अब तिमीसँग एउटा के क्वेसन आउला न, इफ एक्सन र रियाक्सन इक्वल एन्ड अपोजिट छन् भने दुईटैले एक अर्काले क्यान्सल किन गर्दैन भन्नाले, मानौँ तिमीसँग यसले भन्छ नि कि हामीले कुनै पनि मानौँ यो कोही मान्छे छ, ठिक छ, कोही मान्छेले एउटा रुखमा हैन जोडले हान्यो भने, यो रुख छ, यो मान्छेले जोडले त्यसमा रुखमा हान्यो भने हैन, त्यो रुखले पनि उल्टा यो मान्छेले हान्छ। त्यहाँदेखि दुईटै फोर्सले क्यान्सल आउट किन गर्दैनन् एक अर्काले? तर क्यान्सल आउट त भइरहेको छ हैन र? नै, क्यान्सल आउट हुन्न नि। यस्तो हुन्छ क्यान्सल आउट भनेको चाहिँ कस्तो भन्नु? क्यान्सल आउट भन्नाले जसरी मानौँ यो एउटा अब्जेक्ट भयो, ठिक छ, तिमीले अगाडिबाट 10 न्युटन फोर्स लगायौ, पछाडिबाट 10 न्युटन फोर्स लगायौ, यो दुईटैले मिलेर एक अर्काले क्यान्सल आउट गरे भन्नाले यो अब्जेक्ट नेटमा केही मुभ गर्न, अगाडि पनि गएन पछाडि पनि गएन, हैन? सिमिलरली मानौँ तिमी एउटा बोटमा बसिरहेछौ हैन, यो तिमी हो, अनि यहाँबाट तिमीले यो राफ्ट लिएर अनि त्यसमा पछाडितिर पुस गर्यौ, अनि रिजल्टमा पानीले के गर्छ, तिमीले अगाडितिर पुस गर्छ। अनि यसमा दुईटै अब इक्वल एन्ड अपोजिट भनिसक्यो, देन यस्तो किन हुँदैन कि यो दुईटाले एक अर्काले क्यान्सल आउट गरोस् भने? तर यहाँ त क्यान्सल आउट भइरहेको हुन्छ हैन र त्यो पानी उ गर्दा नि? नै, क्यान्सल आउट भयो भने तिम्रो राफ्ट त अगाडि नै जान्न नि, तिम्रो बोट अगाडि नै जान्न नि। यहाँ हेर, जसरी यहाँ क्यान्सल आउट भयो भने तिम्रो यो ब्लक अगाडि नै गएन, हैन? सो यसमा हामीले के भन्छौँ कि जुन दुईटै इक्वल एन्ड अपोजिट फोर्सेस छन् नि, त्यो दुईटै डिफ्रेन्ट बडिजमा लागिरहेछन्, ठिक छ। जसरी मानौँ यो मान्छेले रुखले जोडले हिर्कायो, ठिक छ, जोडले हिर्कायो, अब त्यसले लगाएको फोर्स कसले लायो? रुखले लायो, हैन? अनि रुखले पनि अपोजिट रियाक्सन दिन्छ। रुखले पनि 10 न्युटन फोर्स लगाउँछ त्यो मान्छेको हातमाथि, जसले गर्दा यो दुईटै बडी, मैले फोर्स लगाएँ रुखमा, रुखले फोर्स लगायो मेरोमा, अब दुईटै फोर्स डिफ्रेन्ट बडिजमा लागेर त्यसले एक अर्काले क्यान्सल आउट गर्न पाउँदैन। क्यान्सल आउट गर्नले दुईटै फोर्स सेम बडीमा लाग्न पर्यो। बट यहाँ के हुन्छ? हजुर, त्यसो भए त्यो न्युटन थर्ड ल ट्रू हो कि? नै, ट्रू त हो। न्युटन थर्ड, हजुर, न्युटन थर्ड लले के भन्छ कि तिमीले इफ कुनै अब्जेक्टमा फोर्स लगाइरहेछौ भने त्यो अब्जेक्ट तिमीमा पनि फोर्स लाउँछ। न्युटन थर्ड लले यो भन्यो। अब यसले इफ इभ्यालुएट गर्ने हो भने एउटा रुख छ, तिमीले रुखले जोडले हान्यौ भन्नाले तिमीले रुखमाथि केही फोर्स लगायौ, त्यो फोर्स हामीलाई नि लाग्छ। अब त्यो फोर्स रुखले हामीमाथि पनि लाउँछ, हामीले रुखले फोर्स लगायौँ, रुखले हामीले फोर्स लाउँछ, ठिक छ। सो यो न्युटन थर्ड लले भनेको। तर एउटा ठ्याक्कै मलाई एउटा क्वेसन आयो कि हैन, जस्तै अब हामीले हैन पेपरमा हातले अब बेस गरी हान्यो कि भने, एउटा पेपरमा बेस गरी हान्यो भने त्यसमा पनि हामीलाई इक्वल फोर्स लाग्छ र? हेर, त्यति बेला के हुन्छ, त्यो पेपर च्यातिन्छ, सो त्यसले कम्प्लिटली इक्वल अपोजिट फोर्स, इक्वल फोर्स त लाउन पाउन्न। बट इफ तिमीले सफिसिएन्ट यति फोर्स लगायौ कि त्यो पेपर च्यातिएन भने एक्ज्याक्ट अपोजिट फोर्स लाग्छ। हैन, मैले च्यातिएपछि नै भन्नु खोजेको। च्यातिएपछि पनि भन्न पाइयो कि अपोजिट फोर्स लगाउन सक्छ, बट तिम्रो केही फोर्स त्यसले च्यात्नमा पनि युज हुन्छ, ठिक छ। एक्ज्याक्टली अपोजिट फोर्स लाउन पाएन बिकज तिम्रो केही फोर्स त्यसले च्यात्नमा पनि युज भयो हैन, अनि त्यो च्यातिएपछि तिमीले एक्ज्याक्ट त्यति फोर्स दिन पाउन, बट तिमीले भन्न पायौ कि एक्ज्याक्ट अपोजिट फोर्स दिन्छ, ठिक छ। सो यो हो।
अब यिन पनि त्यस्तै रिजनिङ क्वेसन हो। हजुर यो हेरिहाल्छौ तिमीले, यो सब सानैमा गरेको 19 मा गरेको होइन। हजुर अब यो मोमेन्टम सायद तिमीले 19 मा पढेनौ गिभ होला। रिजन त्यही 19 मै पढेकोहरू आउने हो। त्यही हो, गिभ रिजन यिनी तीनटा लजबाट त्यही तीनटा आउने हो। ए हो ठिक छ। हजुर अब हेर, द मोमेन्टम सायद तिमीले पढेनौ होला। मोमेन्टमले के भन्छ, यसले क्वान्टिटी अफ मोसन कति छ बडीमा, कति मोसन स्टोर छ त्यसले जनाउँछ। यसले तिमीले फिजिकली त्यस्तो रिलेट गर्न सक्दैनौ होइन, के हो मोमेन्टम, अलि कन्फ्युजन हुन्छ होइन। बट त्यसले तिमीले यसले अलिअलि यस्तो बुझ्न सक्छौ कि कुनै बडीमा कति मोसन स्टोर छ त्यसले जनाउँछ मोमेन्टमले। हामीले के सिधै यो फर्मुलालाई डिराइभ गरिदिँदा हुन्छ यसको डिफिनेसनलाई। यसको हेर, यसको तिमीले डाइरेक्ट यस्तो कि द प्रोडक्ट अफ मास एन्ड भेलोसिटी इज कल्ड मोमेन्टम भनेर। त्यो भन्दा नि यो अलि ठिक हुन्छ कि टोटल क्वान्टिटी अफ मोसन कति स्टोर हुन्छ एउटा बडीमा, त्यो राखिदिँदा अलि राम्रो हुन्छ। ठिक छ, हुन त हुन्छ हैन, लेख्न त लेख्न मिल्यो, बट त्यही हो, अलि मानौँ कुनै एउटा लुते स्टुडेन्ट छ होइन, अब उसले यति फर्मुला याद छ कि मोमेन्टम के थियो, मास इन्टु भेलोसिटी थियो। अनि त्यही तिमी छौ जहाँ तिमीले याद छ कि अब मोमेन्टम के थियो, यसले क्वान्टिटी अफ मोसन कति स्टोर छ त्यो राख्छ, कन्टेन इन अ बडी, त्यसले रिलेट गर्छ। देन त्यो लुते स्टुडेन्ट भन्दा तिमीले बढी मार्क्स पाउने भयो, तिमीले बढी राम्रो प्रायोरिटी पाउने भयो। ठिक छ। अब मोमेन्टम कस्तो क्वान्टिटी हो भने वेक्टर क्वान्टिटी हो। बिकज यहाँ के छ, भेलोसिटी छ, डाइरेक्सन र म्याग्निट्युड दुईटै हुन्छ। किन यो मोमेन्टम वेक्टर क्वान्टिटी हो भने मोमेन्टम के हो, प्रोडक्ट अफ मास एन्ड भेलोसिटी। मास के हो, एउटा स्केलर क्वान्टिटी हो, अनि भेलोसिटी के हो, एउटा वेक्टर क्वान्टिटी हो। तिमीले कुनै पनि वेक्टर क्वान्टिटीलाई एउटा स्केलरले मल्टिप्लाई गर्दा एउटा वेक्टर क्वान्टिटी नै हुन्छ हैन। सो यो के भयो, वेक्टर क्वान्टिटी भयो, अनि यसको युनिट के हो, केजी मिटर पर सेकेन्ड। केजी मिटर पर सेकेन्ड हैन। हजुर। अब हेर, प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम, यसले के भन्छ भने कुनै पनि बडी इफ त्यसमा हामीले एक्सटर्नल फोर्स लगा छैनौँ भने, त्यो बडीको इनिसियल मोमेन्टम र फाइनल मोमेन्टम बराबर हुन्छ। जसरी भनेको 0 भने जस्तो हैन। नै हेर, कुनै पनि एउटा मानौँ एउटा ब्लक थियो, ठिक छ, सानो दुईटा बल थियो, यो एउटा सानो बल थियो, यसको मास m अनि यसको भेलोसिटी v1, अनि यहाँ अर्को ठुलो बल थियो, यसको मास m2 भेलोसिटी v2। यो बल यतातिर गयो, यो बल यतातिर युनिफर्म भेलोसिटीले मुभ गरिरहेको थियो, हामीले कुनै प्रकारले एक्सटर्नल फोर्स लगाएनौँ, ठिक छ। अब यो दुईटै कोलाइड भएपछि यो स्मल बलको भेलोसिटी m1 अनि यसको डाइरेक्सन u1, ठिक छ, यतातिर। यो ठुलो बलको भेलोसिटी मानौँ m2 अनि यतातिरको भेलोसिटी u2 भनेको। तर यो यसो हेर्ने, तर अस्ति नै भन्नुभएको थियो हैन, तर यसमा त ठुलो बल ठोक्यो भने त उतैपट्टि ठेलेरै लैजान्छ हैन र त्यो। अब हेर, त्यो छुट्टै कुरामा डिपेन्ड गर्छ। यसको मानौँ भेलोसिटी एकदम थोरै भयो भने अनि यसको भेलोसिटी एकदम बढी भयो भने, यस्तो क्वेसन आउँछ। यस्तो क्वेसन अहिले हामीले सल्भ गर्छौँ कि दुईटै बडी कोलाइड गरेपछि त्यो बल कतातिर मुभ गर्छ, त्यस्तो क्वेसन आउँछ। अहिले हामीले के बुझौँ कि कुनै पनि दुईटा मास, कुनै पनि यस्तो कि, ठिक छ, यो रोक, यसलाई रोकौँ बिकज कन्फ्युजन भइहाल्छ। अहिलेको लागि यति बुझ कि कुनै पनि अब्जेक्टको मानौँ इनिसियल मोमेन्टम p1 थियो, इनिसियल मोमेन्टम pi थियो, अनि त्यसमा केही यस्तो घटना घट्यो जसमा हामीले एक्सटर्नल फोर्स दिएनौँ अथवा कुनै टाइप अफ एक्सटर्नल फोर्स त्यसमा लाएन, देन त्यसको के हुन्छ, फाइनल मोमेन्टम र इनिसियल मोमेन्टम बराबर हुन्छ।
भनेको ठोक्केपछिको र ठोकिनुभन्दा अगाडिको हो, ठोकिनुभन्दा पहिलाको मोमेन्टम र ठोक्केपछिको मोमेन्टम बराबर हुन्छ। यताउता जान्छ तर बराबर हुन्छ हो, भन्नु चाहिँ। यताउता जान्छ तर बराबर हुन्छ त्यसको मोमेन्टम। ए ठिक छ। त्यो होइन, मलाई एउटा क्वेसन आयो होइन। हजुर। के भन्दाखेरि अब कुनै बललाई हामीले अब स्लोपमा राखिदिएका छौँ होइन, अब त्यसमा त फोर्स नलगाउँदाखेरि पनि तलतिर खस्छ, त्यो के ग्राभिटीको हो, ग्राभिटी एउटा एक्सेलरेसन भयो नि। ग्राभिटी एक्सेलरेसनले गर्दा त्यो तलतिर गइरहेछ नि। अब त्यसले हामीले एक्सटर्नल फोर्स कन्सिडर गर्न पायौँ। एक्सटर्नल फोर्स त्यसमा चाहिँ कन्सिडर गर्नुपर्ने हो, त्यसमा एक्सटर्नल फोर्स कन्सिडर गर्नुपर्ने हो त्यो ग्राभिटीले। ए बुझ्यौ नि। सो हामीले सबभन्दा पहिलो कुरा हजुर अरूमा चाहिँ कन्सिडर गर्न पाउँदैन। अरूमा भन्दा नि हेर, इफ तिम्रो मोसन यतातिर भइरहेछ, मानौँ एक्स एक्सिसमा मोसन भइरहेछ, अब ग्राभिटी तलतिर लागिरहेछ, यसमा पनि लागिरहेछ, यहाँको बलमा पनि लागिरहेछ भने यति बेला तिमीले ग्राभिटीले एक्सटर्नल फोर्स कन्सिडर गर्नु पर्दैन, किनभने तिम्रो मेन मोसन कतातिर भइरहेछ, एक्स एक्सिसमा भइरहेछ, अनि ग्राभिटी कता लागिरहेछ, तलतिर वाइ एक्सिसमा लागिरहेछ। सो तिमीले वाइ एक्सिसमा जुन ग्राभिटी छ त्यसले कन्सिडर गर्नु पर्दैन, त्यसले एक्सटर्नल फोर्स मान्नु पर्दैन। ठिक छ। यिनी सब बिस्तारै क्लियर हुँदै जान्छन्, तिमी त्यसमा नाथ्यौ। अझै हामीले जब क्वेसन गर्छौँ नि यसको, यो वान अफ द मोस्ट इम्पोर्टेन्ट, तिम्रो यति हुन्छ तिम्रो पेपर होइन, तिम्रो फाइनल बोर्ड इक्जाम भन्दा नि कतै पनि तिमीले हेर्छौ भने, कतै पनि फिजिक्सको क्वेसन हेर्छौ भने 5-6वटा फिजिक्सको क्वेसन छन् भने त्यसमा एउटा क्वेसन आउँछ प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम। भनेको यही क्वेसन चाहिँ अलि फिक्स हुन्छ हैन। हो, सो यसमा के भयो, प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टमले के भन्यो कि इफ हामीले कुनै पनि एक्सटर्नल फोर्स लगाइरहेको छैनौँ एउटा सिस्टममा, ठिक छ, त्यति बेला के हुन्छ, इनिसियल मोमेन्टम र फाइनल मोमेन्टम बराबर हुन्छ त्यो सिस्टमको। त्यो सिस्टमको इनिसियल र फाइनल मोमेन्टम बराबर हुन्छ। अब यसको अलि प्रुफ हेरौँ। हामीले त भन्यौँ कि यस्तो हुन्छ, किन हुन्छ यस्तो। सो त्यसले हेर्नलाई हामीले सबभन्दा पहिला फोर्सको डेफिनेसन हेरौँ। फोर्स के थियो, dt हैन। अब एक्सटर्नल फोर्स के भयो, 0 भयो, dp/dt। यसले के भन्न खोज्यो भने नै हेर, कुनै पनि अब्जेक्टको मानौँ विथ रेस्पेक्ट टु टाइम, रोक d/dx अफ 6 यो कति हुन्छ, यो 0 हुन्छ हैन। सिमिलरली d/dx अफ 9 यो पनि 0। यसले के भन्न खोजेछ कि इफ 9 एक्स माथि डिपेन्ड गरिरहेको छैन भने यसको डिफरेन्सिएसन कति हुन्छ, 0 हुन्छ हैन। एक्समा चाहिँ के एक्स आएपछि डिपेन्ड हुन्छ हो, एक्स यहाँबाट d/dx अफ x आयो भने यो कति हुन्छ, 1। d/dx अफ x² आयो भने यो कति हुन्छ, 2x। अनि त्यही d/dx अफ मानौँ 15 आयो भने 0। 15 के हो, कन्स्टेन्ट हो। कन्स्टेन्ट भन्नाले केमा डिपेन्ड गर्न, एक्स माथि डिपेन्ड गरेन हैन। अब सिमिलरली मैले d/dt अफ 8 गरे भने कति आउँछ, 0। d/dt अफ मैले 5 गरे भने यो कति आउँछ, 0। अब भनेपछि मैले के भन्न पर्यो, d/dt अफ अ कन्स्टेन्ट यो कति आउने भयो, 0। अब मैले भने इफ d/dt अफ p इक्वल्स टु 0 छ भने p ले मैले कन्स्टेन्ट भन्न पाएँ कि पाएन, पाएँ हैन।
पी कन्स्टेन्ट भन्नाले पी के भइरहेछ, चेन्ज भइरहेको छैन। पी इक्वल्स टु के आयो, कन्स्टेन्ट आयो। हजुर कन्स्टेन्ट आयो भनेपछि मैले के भन्न पाएँ, पी इनिसियल इक्वल्स टु पी फाइनल नै भइरहेछ भन्न पाएँ कि पाएन? हजुर भन्न पाएँ कि पाएन? मैले पाएँ हैन? सो यसले के गर्यो, भेरिफाई गर्यो प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम। यतिमा भेरिफाई हुन्छ यो? हो, यतिमा भेरिफाई हुन्छ। हाम्रो सरले त पुरा अब हेर, मेन प्रुफ यो छ एउटा सिस्टमको, ठीक छ? भनेको त अब अहिले भर्खर गराएको चाहिँ गर्ने कि अर्को नै हेर, यो अहिलेसम्म हामीले गरेको यो एउटा बेसिक भयो के, कि यहाँबाट हामीले के पायौँ, पी इक्वल्स टु के आयो, कन्स्टेन्ट आयो, ठीक छ? हामीले यहाँसम्म बुझ्यौँ पी इक्वल्स टु कन्स्टेन्ट। अब यहाँसम्म त हामीले बुझ्नलाई त यति बुझे पुग्छ हैन, कि पी इक्वल्स टु कन्स्टेन्ट आयो भने पी इनिसियल र पी फाइनल बराबर हुन्छ। बट अब बोर्ड इक्जामको पर्सपेक्टिभमा हेर्ने हो भने, बोर्ड इक्जामको पर्सपेक्टिभमा हेर्ने हो भने तिमीले यो डेरिभेसन गर्नै पर्छ। सो तिमीले अर्को तपाईलाई अहिले सिकाउन गइरहेको हो, अब सिकाउन गइरहेको छु म। यहाँसम्म तिमीले बुझ्यौ कि पी कन्स्टेन्ट आइरहेछ हैन? सो भन्नाले पी टोटल, एउटा सिस्टमको पी टोटल के आइरहेछ, कन्स्टेन्ट आइरहेछ। मैले यसले कसरी भन्छु तिमीले, मानम यो एउटा तिम्रो अब्जेक्ट भयो, यसको यतातिरको भेलोसिटी u1 मास m1, यो अब्जेक्ट m2, यतातिरको भेलोसिटी u2, ठीक छ? यो एउटा सिस्टम भयो, ठीक छ? अब यसको मोमेन्टम पी टोटल कति हुन्छ? कन्स्टेन्ट। ओ कन्स्टेन्ट, बट त्यो कसरी आउँछ, m1 u1 प्लस m2 u2 हैन? अब मानम केही इन्सिडेन्ट भयो, ठीक छ? दुवै एकअर्कासँग कोलाइड गरे, दुवै के गरे, एकअर्कासँग कोलाइड गरे, ठीक छ? यसको भेलोसिटी v1, यसको m1, यसको मास m2, यसको भेलोसिटी v2, ठीक छ? अब यसको पी टोटल के हुन्छ? v1 m1 v1 m2 v2 m1 v1 प्लस m2 v2। अब हामीले के भनेको थियौँ, p इक्वल्स टु कन्स्टेन्ट हैन? p इक्वल्स टु के लेख्न पायौँ हामीले, ढोका यहाँ टेर यो भयो कोलिजन, बिफोर कोलिजन, आफ्टर कोलिजन भेलोसिटी भयो। अब यहाँ हेर, एउटा फ्याक्टर आउँछ कोएर्सिभिटी, त्यसमा के हुन्छ, यहाँ एनर्जी लस हुन्छ त्यति बेला, त्यो हामीले डिस्कस गर्न पर्दैन, बस यति बुझ्यो कि यसमा यो केसमा यहाँ एनर्जी लस 0 छ। दुईटै बल कोलाइड गर्दा एनर्जी लस गरेनन् यिनीहरूले, 0 नै भयो हैन? जम्मै भने m1 v1 u1 जम्मै 0 हैन? नै 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 त्यो कुरा छोड्यो, यो बुझ्यौ नि, m1 u1 हैन, यहाँ मास चाहिँ उ कन्स्ट्यान्टै भइहाल्यो, v1 र 0 भन्नु खोजेँ मैले। हो, सो यहाँसम्म हामी पुग्यौँ हैन? हजुर। सो यहाँबाट हामीले डिराइभ गर्यौँ, अथवा यसले तिमीले यसरी पनि गर्न सक्छौ, तिमी यहाँसम्म पुग्यौ हैन? m1 u1 प्लस m2 u2, m1 v1 प्लस m2 v2। हजुर। यहाँबाट तिमीले डाइरेक्टली हेर्न पायौ m1 u1 प्लस m2 u2 इक्वल्स टु m1 v1 प्लस m2 v2। अनि p टोटल इक्वल्स टु तिमीले डाइरेक्टली लेख्न पायौ m1 v1 प्लस m2 v2 इक्वल्स टु m1 u1 प्लस m2 u2। p टोटल इक्वल्स टु p टोटल। p टोटल इक्वल्स टु p टोटल। बट के हुन्छ, हाम्रो टिचरहरूले यो एक्सेप्ट गर्दैनन्। यो तिम्रो इफ तिमी यसो रिसर्चरमा गयो भने ठिक छ, मजाले बुझिन्छ यो, बट त्यही हो, टिचरहरूले एक्सेप्ट गर्दैन, तिमीले यसले यसरी गर्नुपर्छ।
तिमीले dp by dt निकाल्न पर्छ। नयाँ पेपरमा प्रयोग गरेरै रोक म न्यू पेपरमा गएर देखाइदिउँ। तिमीले के गर्नुपर्छ, दुईटै बलको चेन्ज इन मोमेन्टम, ठिक छ, हजुर दुईटै बलको चेन्ज इन मोमेन्टम हामीले निकाल्न सक्छौँ। यो बल m1 u1, यो बल m2 u2, त्यो स्टेप बाइ स्टेप देखाइदिनु ठिक छ पुरा गर्छ देखाइदिनु ल। रुक, m1 v1 m2 v2, यो आफ्टर कोलिजन है त, हजुर ठिक छ। अब चेन्ज इन मोमेन्टम अफ फर्स्ट बल, हजुर बिचको चाहिँ फिगर पर्दैन, बिचको त्यो कोलिजनवाला त यही छ, त्यसबाट हेर्न पर्दैन, ठिक छ। अब चेन्ज इन मोमेन्टम फर फर्स्ट बल, फर्स्ट बल, ठिक छ, मोमेन्टम फर फर्स्ट बल भन्नाले m1 वाला, हजुर यसको चेन्ज इन मोमेन्टम कति आयो, फाइनल मोमेन्टम माइनस इनिशियल मोमेन्टम, फाइनल मोमेन्टम माइनस इनिशियल मोमेन्टम भनेको त्यो पछि आफ्टर कोलिजन हो, र बिफोर कोलिजनको सबट्र्याक्सन, यसलाई चाहिँ के चेन्ज इन मोमेन्टमबाट हो गर्नुपर्छ हो। भनेको अघिकै त्यसो भए त अघिकै त्यो पिटोटल माइनस पिटोटल त्यो भइहाल्छ, बट त्यही हो, हामीले होइन टिचरहरूले एकदम यही प्रोसेस खोज्नुहुन्छ। तिमीले इफ त्यो प्रोसेस गर्यो भने 5 मार्क्सको पेपरमा तिमीले 3 मार्क्स पाउँछौ, बट दुईटै एक्सेप्टेबल छ। त्यो अघिको पिटोटल गर्ने फिगर बनाएर अनि m1 v1 प्लस m2 v2 माइनस m1 u1 माइनस m2 u2 इक्वल्स टु 0। अब त्यहाँबाट m कमन लेख्ने होला, हो, त्यही m1 u1 प्लस m2 u2 इक्वल्स टु m1 v1 प्लस m2 v2, दुईटै बराबर हुन्छ। pf माइनस pi 0 हुन्छ हैन, pf माइनस pi के भयो 0, एक्ज्याक्टली, एकदम राम्रो। अनि त्यहाँबाट त्यो उता यता गर्नुपर्छ अनि u1, अनि त्यहाँबाट आउँछ m1 u1 प्लस m2 u2 इक्वल्स टु m1 v1 प्लस m2 v2, अनि त्यहाँबाट m2 वाला कमन लेख्ने होला। नै, यहाँबाट तिमीले यो भन्न पायो यो इनिशियल मोमेन्टम थियो, हजुर, अनि यो फाइनल मोमेन्टम थियो, हजुर हैन। सो यसले के भन्न खोज्यो भने पी इनिशियल र पी फाइनल बराबर हुन्छ, हजुर हो कि नै? तर यो के यो अब हैन यहाँसम्म त भयो हैन, जस्तै अब मैले यहाँनेरिबाट त्यो उहरू कमन लिगी भने चाहिँ के हुन्छ र? नै, त्यो कमन लिन्न, त्यो आउँछ जब तिमीले हाम्रो दुईटै बलको कोलिजन जब हामीले हेर्छौँ नि, हजुर, दुईटै बलको कोलिजन लिन्छौँ अनि त्यसपछि चेक गर्छौँ कि v1 को भ्यालु कति आछ, v2 को भ्यालु कति आछ, त्यो निकाल्ने बेलामा हो। बुझेनौ? अलिकति बुझ्यो, यो डेरिभेसन बुझ्यौ नि? यो आयो, यो त बुझ्यो, त्यो कन्स्टेन्ट के अरे 0 हुन्छ हैन उ भने हैन, मैले अहिले आएर हैन यो किन निकाले नै भुल्यो के। हेर, यहाँ हामीले प्रुभ गरिरहेको थियौँ कि लिनियर मोमेन्टमको कन्जर्भेसन भइरहेछ। हजुर, तर यो त अनि हामीले यो फर्मुलालाई खोलेर त्यस्तै राखे जस्तो भएन र? हो, त्यही कुरा भयो, बट ठिक छ, अब त्यसमै मार्क्स मिलाएको छ भने के छ हैन, यो सब थ्योरी हो हैन, यिनी सब जस्ट त्यही हो, अलि देखाउटी, यसले तिमीले जति राम्ररी देखाएर राख्यौ नि त्यति राम्रो मार्क्स पाइन्छ। अनि तिमीले त्यसले केरकार गरेर, नत्र हामीले यहीबाट बुझ्न पाइयो जब हामीले p इक्वल्स टु कन्स्टेन्ट ल्यायौँ नि, त्यहीबाट हामीले बुझ्न पाइयो कि लिनियर मोमेन्टम कन्जर्भ भइरहेछ। त्यही त, पीलाई अब इनिशियल र फाइनल बनाएर हामीले 0 लाई माइनस गरेर यताउता त्यही हो, जहाँबाट गरे त्यही आइपुगिन्छ। सो यसको तिम्रो प्रुफ गर्न एकदम कम दिन्छ हैन, यसको न्युमेरिकल दिन्छ। न्युमेरिकल गर्ने के गर्ने, प्रुफ त बुझ्यौ नि? हजुर, प्रुफ त गर्न सकिन्छ नि। अब त्यसो भए हामीले फर्मुला युज गर्ने नै यो m1 u1 र m2 u2 यति हो, लास्टको जो जे प्रुफ भए त्यही फर्मुलामा यही मात्र युज गर्ने।
ल सो अब एकचोटि हामीले भेलोसिटी निकाल्न जाम। रुको कुनै क्वेसन छ त भेलोसिटी रो ठीक छ म दिइरहेको छु। ठीक छ मैले भने अहिले क्वेसन गर्ने हो क्वेसन गर्नु। यहाँ एउटा अब्जेक्ट छ यसको मास छ 10 केजी है त। यसको इनिशियल भेलोसिटी यतातिर थियो 10 मिटर पर सेकेन्ड। ठीक छ अर्को अब्जेक्ट छ यसको मास थियो 20 केजी। कति थियो 20 केजी हैन। यसको भेलोसिटी यो डाइरेक्सनमा थियो। मैले मानौँ कति दिएँ 5 मिटर पर सेकेन्ड दिएँ। हुन्छ अब मैले भने कि कोलाइड गरेपछि दुईटै बल के गर्यो हेलो हेलो साउन्ड सुनेछ ल सो अहिले ठिक छ हेलो ल सो अब मैले भने कि यो दुईटै अब्जेक्ट कोलिजन पछि के भयो m1 इक्वल्स टु यो 10 केजी थियो यो यतातिर मुभ गर्न थाल्यो। तिम्रो विथ भेलोसिटी कति भन्दिम मैले 8 मिटर पर सेकेन्ड। ठीक छ अब मैले तिमीले भने m2 कतातिर मुभ गर्छ अनि विथ वाट भेलोसिटी m2 मुभ गर्छ। भनेपछि v2 पत्ता लगाउनु पर्यो हैन। v2 पत्ता लगाउनु पर्यो। मैले माने यतातिर छ। ठीक छ अस्तिको च्याप्टरको पनि एउटा न्यूमेरिकल गर्नु पर्यो। कुन रिलेटिभ भेलोसिटी होला हैन। हजुर त्यसको एउटा इक्वेसन बाँकी छ। सो यो क्वेसन क्लासमा गरौँ। नेक्स्ट तिमीले अझै कति जान्छ 1 घण्टा मात्र भन्नु थियो आज तिमीले ढिलो त भएन नि छैन। ठीक छ यो क्वेसन गरौँ अनि त्यसपछि आजको क्लास पनि गरौँ है त ल। सो अब मैले के निकाल्न ट्राई गर तिमीले एकचोटि। म ट्राई गर्दै छु। भनेको 10 into 10 प्लस नहीं प्लस 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 नहीं हेर यू के हो भेलोसिटी के हो वेक्टर क्वान्टिटी यसको डाइरेक्सन म्याटर गर्छ नि। कुन चाहिँ त्यो उतापट्टिको यु वालाको के अब हेर तिमीले इफ एले प्लस लिइरा छौ भने -5 गर्नुपर्छ हो एक्ज्याक्टली -5 गर्नुपर्छ। ए त्यो पछि प्लस लेखेर उता पछाडी -5 गर्दा नि हुन्छ। 20 into -5 त्यसो भए चाहिँ v2 पनि माइनसमा गर्नुपर्छ हैन। v2 प्लसमा गर्नुपर्छ। v2 को मैले डाइरेक्सन माने कि यतातिर छ अनि यो पनि डिफरेन्स डाइरेक्सनमै छ त फेरि। नहीं हेर मैले v2 ले तिमीले v2 ले यता पनि जतातिर पनि v2 एज्युम गर्न सक्छौ। ठीक छ v2 ले जतातिर पनि एज्युम गर्न सक्छौ। जब तिमीले यसको कन्जर्भेसन लाउँछौ नि त्यति बेला यहाँ माइनस गर्नुपर्छ। के भन्नु भएको फेरि एकचोटि भन्नु त साउन्डै हट्यो। जसरी हेर तिमीले हेलो सुन्ने छ यो फेरि भन्नु न साउन्डै हट्यो। रुक म भिडियो एकचोटि अफ गर्दिम ल। सो म भन्दै थिएँ कि तिमीले यो मैले त्यो बुझे हो कि नै एउटा हैन भनेको हैन यसो माथि फिगर गर्नु यो यसको चाहिँ स्पिड कम तर उच्चैपट्टि गइराख हैन तर बिस्तारै बिस्तारै क्लोज आको हो जस्तो हैन। अनि पछि ठोकिएपछि चाहिँ त्यो बिस्तारै पछाडी स्लो हुँदै र त्यो चाहिँ अलिकति अगाडि अगाडि जाँदै त्यस्तो भएको हो। यो हेर यो यस्तो भएको यो अब्जेक्ट भिडियो देखियो यो अब्जेक्ट यहाँ छ एउटा बल यहाँ छ। ठीक छ यो 10 मिटर पर सेकेन्ड यो जोडले आयो यो अलि बिस्तारै आयो दुईटै ठोकिए यो बल यतातिर गयो यो बल हामीले थाहा छैन यता गयो कि यता गयो। सो मैले यसले एज्युम गरेँ कि यतै गयो मानौँ यतै गयो। अब इफ यता गएको भए
मैले एज्युम यता गरेँ अनि रियलमा यता गयो भने भेलोसिटी प्लसमा हुन्छ। हजुर अनि मैले एउटा होइन मेरो चाहिँ कस्तो कन्सेप्ट बस्यो भने होइन हो कि नै भन्नु होइन जस्तै कि यो 10 मिटर पर सेकेन्ड र अर्को 5 मिटर पर सेकेन्ड छ नि जस्तै यो यतै गइरहेको बेला यस्तो यस्तो हुन्छ नि अलि यस्तो के नै यस्तै आएको हो डाइरेक्सन हेर एकचोटि भेलोसिटीको डाइरेक्सन हेर यो यतातिर फर्केछ यो यतातिर फर्केछ सो यसले के भन्न खोज्यो यो यतातिर मुभ गरिरहेछ के इनिसियल भेलोसिटी चाहिँ हामीले डाइरेक्सन हेर्नुपर्छ अनि त्यो v2 v1 v2 चाहिँ हेर्न पर्दैन नै त्यो पनि हेर्न पर्छ नि जसरी मैले भने एउटै डाइरेक्सनमा v2 चाहिँ v चाहिँ एउटै डाइरेक्सनमा भयो भने चाहिँ माइनस गर्नुपर्छ हेर यो मानम मैले भने यो अब्जेक्ट यतातिर मुभ गरिरहेछ हजुर यसको मैले भेलोसिटी दिएँ तिमीले 10 मिटर पर सेकेन्ड हजुर अनि मैले भने यो अब्जेक्ट यो मासको यतातिर मुभ गरिरहेछ हजुर यसको भेलोसिटी मैले दिएँ 5 मिटर पर सेकेन्ड हजुर हैन अब मैले भने दुईटै कोलाइड गरेपछि एकअर्कासँग कोलाइड गरेपछि यो वाला यतातिर मुभ गर्न थाल्यो यो वाला यतातिर मुभ गर्न थाल्यो विथ 8 मिटर पर सेकेन्ड अनि मैले भने कि यसको भेलोसिटी मैले बताऊ कि यो कता मुभ गर्छ यसको भेलोसिटी बताऊ सो तिमीले के एज्युम गर्यौ अब यसले तिमीले यता पनि एज्युम गर्न सक्छौ यता पनि एज्युम गर्न सक्छौ अनि यता पनि एज्युम गर्न सक्छौ कि मानम यो यतैतिर मुभ गर्यो ठीक छ मैले माने यतातिर मुभ गर्यो सो यसको मास 10 केजी थियो यसको कति थियो 20 मैले गर्दाखेरि चाहिँ 10 into 10 plus 20 into minus 5 equals to 10 into 10 plus m कति m to 20 into v2 गर्नु पर्यो हैन 10 into minus 8 10 into minus 8 हो के पछाडी आएको भएर हो तिम्रो इफ यतातिर मुभ गरिरहेछ भने यो प्लस x एक्सिस मा गयो अनि त्यसो भए इफ हैन हाम्रो हैन जम्मै दिया थियो भने हैन भनेको v2 दिया थियो भने अब यसको डाइरेक्सन चेन्ज भयो नि हो यसको अपोजिट हुन्छ हो भनेको अब 5 एक्जाम्पलको लागि 5 थियो भने यो चाहिँ तलको चाहिँ -5 हुन्थ्यो हो इफ यो 5 हुन्थ्यो भने कस्तो मैले बुझेन भनेको अब जस्तै यहाँनेरि पनि डाइरेक्सन चेन्ज गर्दाखेरि नेगेटिभमा गयो नि अब तल एक्जाम्पलको लागि हैन v2 दिया थियो भने हैन हामीले यहाँनेरि माथि त पोजिटिभमा छ नि तल नेगेटिभमा जान्थ्यो हो इफ v2 को डाइरेक्सन तिम्रो यतातिर दिएको भए मानम तिमीले यस्तै के उतैपटि भनेको डाइरेक्सन चेन्ज गर्यो भने चाहिँ नेगेटिभमा लेख्नु पर्छ हो पछि हो डाइरेक्सन इफ नै तिमीले मानम एउटा साइन कन्भेन्सन लिऊ ठीक छ हजुर त्यो साइन कन्भेन्सनबाट तिमीले इमेजिन गर्यो यो x एक्सिस भयो यो माइनस x एक्सिस यो y एक्सिस अनि यो माइनस y एक्सिस कुनै पनि अब्जेक्ट यता गइराछ भने तिमीले प्लस ल्याऊ इफ कुनै पनि अब्जेक्ट यतातिर मुभ गइराछ भने त्यसले माइनस ल्याऊ अनि त्यो माथि गयो भने प्लस तल गयो भने माइनस हजुर यो सिम्पल साइन कन्भेन्सन फलो गर अरु केही नफलो गर अरु केही नसोच भनेको अब यतापटि भयो भने चाहिँ प्लस लेख्ने उता पछाडी भयो भने चाहिँ माइनस लेख्ने हजुर यो एरो हेरेर माइनस लेख्ने कि प्लस लेख्ने भन्ने हो हैन त्यो एरो भन्नाले भनिराछ कि बल कतातिर गइराछ सो त्यो एरोको डाइरेक्सनले हेर्ने के त्यसो भए हैन माथिको जुन चाहिँ जस्तै भने त्यसमा त मिल्दैन होला कोलिजनै हुन्छ फेरि नै त्यो पनि हुन पायो यसले तिमीले एकचोटि ट्राई गर तिमीले त्यो क्वेशन आउँछ कि अहिले त्यति नसोच अहिले बस यो क्वेशन सल्भ गर एकचोटि यो साइन कन्भेन्सनबाट एकचोटि यो क्वेशन सल्भ गर तिमीले तर क्वेशन चाहिँ यस्तै एरो चाहिँ यस्तै वाला आउँछ हैन हो एरो बनाएरै दिन्छ हैन भन्नु चाहिँ अब यस सेम यही हुन्छ तर भ्यालु फरक हुन्छ हैन हो भ्यालु फरक हुन्छ अनि नै एरो यता पनि हुन पायो अनि त्यो स्लो पनि हुन पायो त्यो आउँछ कि त्यो तिमीले यो क्वेशन पहिला एकचोटि सल्भ गर यो मलाई 2-3 वटा प्र्याक्टिस गराइन्छ तिमीले यो क्वेशन एकचोटि गर 100 minus 100 equals to minus 80 plus 20 v2
80 equals to 20 v2 v2 equals to 4 कति आयो 4 100 minus मीटर पर सेकेन्ड हुन्छ हैन त 5 to the 10 100 equals to 880 by 24 v2 कति आयो 4 मीटर पर सेकेन्ड हजुर हैन हजुर ठीक छ अब नेक्स्ट क्वेशन यो मास यसको यो बल यसको मास मानन 5 kg अथवा 8 kg ठीक छ 8 kg यसको वेलोसिटी यतातिर 50 मीटर पर सेकेन्ड into 50 यो यसको मास हो तिम्रो मानन 30 kg यसको वेलोसिटी यतातिर भयो मानन 10 मीटर पर सेकेन्ड यसमा चाहिँ प्लसै गर्नुपर्छ हैन त्यसो भए यसमा प्लस गर्नुपर्छ तिमीले ट्याक्कै यो डाइरेक्सन हेर्ने कि अब्जेक्ट मुभ कतातिर गइरहेछ अब दुईटै आफ्टर कोलिजन बुझिन् जस्तो लाग्यो हैन अब इफ एउटा हामीले एउटाको रेस्पेक्टमा गर्नु पर्यो हैन जम्मै भनेपछि नै तिमीले साइन कन्भेन्सन यही लगाऊ कि अरु केही नलगाऊ साइन कन्भेन्सन प्लस माइनस को अरु केही नसोच मैले भन्न खोजेको चाहिँ कस्तो भने हैन जस्तै अब हामीले यतापट्टि गइरहेकोलाई हामीले प्लस लेखेका छौँ भने हैन अब माथिको र तलको यता गइरहेको प्लसै लेख्नु पर्यो हैन तिमीले अरु केही नसोच सोच्दै नसोच कि तिमीले बस यही सोच इफ राइट साइडमा गइरहेछ हजुर रुख इफ तिम्रो अब्जेक्ट एक्स एक्सिसमा गइरहेछ भने तिमीले डाइरेक्ट त्यसले अरु केही नसोचिकन प्लस लेख्दौ नत्र साइन कन्भेन्सनमा एकदम कन्फ्युज भइहाल्छौ कि तर अब एउटा त्यसो एउटा कन्फ्युजन छ हैन जस्तै हैन अब त्यो अघि माथिको दुईटै एक्स पट्टि गइराख्यो नि दुईटै यार एक्स पट्टि थियो नि इफ दुईटै यार माइनस एक्स पट्टि भए चाहिँ दुईटै माइनस लेख्दौ दुईटै आँखा बन्द गरेर दुईटै माइनस लेख्दौ एरो त्यता भयो भने त्यही लेख्न पर्यो हो तिमीले ठ्याक्कै यही साइन कन्भेन्सन फलो गर सररले जे जति साइन कन्भेन्सन बताए पनि तिमीले यही साइन कन्भेन्सन फलो गर सबभन्दा इजिएस्ट साइन कन्भेन्सन हो ठीक छ अब आफ्टर कोलिजन आफ्टर कोलिजन यो 8 kg वाला मुभ गर्न थाल्यो 10 मीटर पर सेकेन्डले ठीक छ अनि यो मुभ गर्न थाल्यो मानम ल ठीक छ 10 बाट कतिले मुभ गर्न थाल्यो मानम 15 मीटर पर ठीक छ एकैछिन जस्ट अ सेकेन्ड है यो मुभ गर्न थाल्यो मानम तिम्रो यो यतातिर मुभ ल ठीक छ मैले भने यसको तिमीले भेलोसिटी बताऊ अनि मैले बताऊ कतातिर मुभ गर्छ यो अब्जेक्ट 30 kg वाला v2 8 400 plus 3 equals to 80 plus 30 v2 100 minus 80 equals to 30 v2 equals to 20 by 30 v2 equals to 2 by 3 हो त हो v2 को भ्यालु 2 by 3 मीटर पर सेकेन्ड अब तिमीले मैले बताऊ यो कतातिर मुभ गर्छ यो चाहिँ अगाडिपट्टि नै राइट साइडतिर हैन ल 2 by 3 मीटर पर सेकेन्ड अब एउटा लास्ट क्वेशन गरौँ मैले चाहिँ मेरो चाहिँ कस्तो भन्न खोजेको कि हैन जस्तै अब मैले अघिको रेस्पेक्टमा यो तपाईले भनेको त बुझिसके हैन अब इफ हैन हामीले यो 8 kg वाला माथिको छैन हो त्यो अब त्यसको डाइरेक्सनलाई रेस्पेक्ट लियौं के भनेको अब त्यो चाहिँ हामी त्यतापट्टिको त्यसको डाइरेक्सन चाहिँ हामीले पोजिटिभ मान्यौ भने हैन अब यतापट्टिको अहिले चाहिँ उतैपट्टि छ हैन त्यसैले पोजिटिभ भयो हैन इफ पछाडिपट्टि त्यही बलपट्टि आएको भए चाहिँ हामीले त्यो रेस्पेक्टमा लिएपछि त्यसले नेगेटिभ लेख्दा हुन्छ अब हेर इफ तिमीले यसले पोजिटिभ मानिरहेको छौ भने यसले तिमीले यो डाइरेक्सन भयो भने यसले नेगेटिभ लेख्न पाउँछौ अनि तलतिर पनि पछाडि नै भयो भने तिनीहरूलाई नेगेटिभ हो लेख्न पाउँछौ त्यसरी लेख्न पाउँछौ ठीक छ बट अलि जब तिम्रो क्वेसन कम्प्लेक्स हुन्छ नि मानम यो बल छ यसले गएर एउटा बलले हिर्कायो यो बल एट अ सर्टेन एंगल यसरी गयो ठीक छ
अनि जब अलि त्यो क्वेसनले तिमीले अलि कम्प्लेक्स बनाउन खोज्छौ नि, जसरी कम्प्लेक्स क्वेसन आयो नि, त्यसमा सल्भ गर्दा तिमी कन्फ्युज भइहाल्छौ कि। ठिक छ, त्यसमा के हुन्छ, कन्फ्युज भइहाल्छौ कि कसरी नेगेटिभ र केले पोजिटिभ मान्ने। बट त्यसरी पनि गर्न पायौ तिमीले, कि तिमीले यसले मान तिमीले यसले पोजिटिभ मान्यौ, यो डाइरेक्सनले पोजिटिभ मान्यौ भने यो डाइरेक्सन पनि पोजिटिभ भयो, यो डाइरेक्सन पनि पोजिटिभ भयो। ठिक छ, ठिक छ नि। अब एउटा अलि राम्रो क्वेसन गरौँ अनि त्यसपछि आजको क्लास एन्ड गरौँ है त। सो मैले के भने, यो एउटा बल छ अनि एउटा चाहिँ कुरा, इफ तिमीले एक्सटर्नल फोर्स लगाइरहेको छैनौ भने, ठिक छ, त्यहाँ कति हुन्छ, डाइमेन्सन हुन्छन्, दुईटा डाइमेन्सन हुन्छन्। मैले दुईटा डाइमेन्सन, यो क्वेसन मैले गर्छु, ठिक छ। यो एउटा अब्जेक्ट, यो एउटा बल भयो, ठिक छ, अथवा यो क्यारम बोर्डको स्ट्राइकर भयो। तिमीले यसले हिट गर्यौ, यो मुभ गर्न थाल्यौ विथ भेलोसिटी अफ 10 मिटर पर सेकेन्ड। अनि मान मैले क्यारम बोर्डको जतिवटा पनि त्यो कोइन्सहरू थियो नि, सबको मास मैले माने एम। अनि यसले गएर, हजुर, जम्मैको सेम हुन्छ हैन? जम्मै सेम त हुन्न, बट एक सेकेन्डको लागि माने सेम छ, ठिक छ। अब यसले गएर यो अब्जेक्टले हिट गर्यो, ठिक छ। अब यो अब्जेक्टले हिट गर्दा यो अब्जेक्ट आफ्नो यहाँ पोजिसनबाट यहाँबाट योभन्दा पहिला यो क्वेसन गरौँ। यो एउटा बल थियो अफ मास एम, 20 मिटर पर सेकेन्डले यसले हिट गर्यो यो अब्जेक्टले, ठिक छ। यो अब्जेक्टले विथ मास एम, इनिशियल भेलोसिटी यसको कति थियो, मैले माने 0, मैले माने रेस्टमा थियो, ठिक छ। यो चाहिँ v हो, यो u हो, u 20 मिटर पर। अनि इनिशियल भेलोसिटी कुन चाहिँको? यो उतापटिको इनिशियल, यसको इनिशियल भेलोसिटी मैले माने इनिशियली यो वाला रेस्टमा थियो, ठिक छ। अनि मैले भने यसले हिट गरेपछि यसको मास एम, दुईटै के भयो, मैले भने यसपछि दुईटै एक अर्कासँग स्टिक भएर, एकैछिन जस्ट अ सेकेन्ड है। सो मैले भने दुईटै एक अर्कासँग स्टिक भएर सँगै मुभ गर्न थाल्यो विथ कमन भेलोसिटी v। बुझिरहेछौ नि? मैले भने रोक, एकचोटि क्वेसन क्लियरली बुझ, एकदम बुझिसक्यो न? ल एकचोटि ट्राई गर त्यसो भनेको जम्मैको मास सेम भइहाल्यो त्यसमा। सबको दुईटैको मास मैले माने सेम छ, m into 20 प्लस। अब यसलाई त पोजिटिभ लेख्दा नि फरक पर्दैन हैन, किनकि रेस्टमा छ। त्यो रेस्टमा यसको भेलोसिटी कति होला? 0 इक्वल्स टु m into v प्लस m into v हुन्छ, इक्वल्स टु 20m इक्वल्स टु 2mv हुन्छ। अनि v इक्वल्स टु 20m by 2m हुन्छ। mm काट्यो, 2 र 20 काट्यो, therefore v इक्वल्स टु 10 मिटर पर सेकेन्ड हैन? एक्ज्याक्टली। सो v कति आयो? 10 मिटर पर सेकेन्ड, ठिक छ। अब यो क्वेसन गरौँ। यो एउटा स्ट्राइकर अफ मास एम, भेलोसिटी मानौँ यसको इनिशियल भेलोसिटी 20 मिटर पर सेकेन्ड, यतातिर गइरहेको थियो। यहाँ एउटा स्ट्राइकर थियो, यसले हिट गर्यो,
हजुर ठिक छ। अनि यो मानौँ यहाँबाट यसमा चाहिँ त्यही एक्स एक्सिस वाला उ गर्नुपर्छ होइन हजुर एक्स एक्सिस र वाइ एक्सिस दुइटैले छुट्याउनु पर्छ। हजुर हजुर यो मानव इनिसियली रेस्टमा थियो, ठिक छ, यो इनिसियली रेस्टमा थियो, यो स्ट्राइकर इनिसियली रेस्टमा थियो, यसको मास पनि एम छ, ठिक छ। हिट गरेपछि यो स्ट्राइकर स्ट्रेट मुभ गर्न थाल्यो विथ त्यसको मास मान रोक नेक्स्ट पेजमै गर्नु पर्यो, रोक नेक्स्ट पेजमै गर्नु पर्यो। यो एउटा स्ट्राइकर यतातिर गइरहेको थियो, मैले भेलोसिटी माने 20 मिटर पर सेकेन्ड, अनि यसको मास एम, यसको मास एम यसरी थियो, ठिक छ। हेलो 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 सुन्नेछ? नेट अलि अड्किरहेको अहिले ठिक छ नि? अहिले ठिक छ। यो इनिसियली रेस्टमा थियो अनि यो 20 मिटर पर सेकेन्डमा गइरहेको थियो। अब यसले हिट गरेपछि यसको भेलोसिटी मान्नुभयो 5 मिटर पर सेकेन्ड, ठिक छ। सुनेछ नि? अनि यो मुभ गर्न थाल्यो, यो स्ट्राइकर मुभ गर्न थाल्यो यतातिर विथ भेलोसिटी v, अनि 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 भेलोसिटी v अनि एंगल थीटा, ठीक छ। एंगल थीटा, यसमा थीटाको काम त पर्दैन होला है? हेर एकचोटि तिमीले ट्राई गर, एंगल थीटा, ठीक छ। जस्तै एक्स एक्सिस मानेर हामीले सिधै गरिदिँदा हुन्छ नि फेरि? नाइ नाइ, हेर तिमीले यसले दुईटा एक्सिस दुईटा पार्टमा ब्रेक गर्न पर्छ यसले, त्यो लास्टकोलाई हो। यो भेलोसिटीले दुईटा पार्टमा vx र vy गरेर तोड्न पर्छ तिमीले। vx र vy यो चाहिँ तपाईले गरिदिनु, ठीक छ। दिमागै छ। बरु यसले भोलि गरौँला यो क्वेसनले, बिकज अलि कम्प्लेक्स हुन्छ। म तर अघि त्यही सोचिरहेको थिएँ के त्यही भोलि गर्नुपर्छ कि। ल ल ल त्यसो यसले यो क्वेसनले भोलि गरौँला। यसले म बरु अरू राम्ररी मोडिफाई गरिदिन्छु यो, बिकज यो त्यति राम्ररी बुझ्दैनौ तिमीले, एकचोटि म यसले मोडिफाई गरिदिन्छु, ठिक छ। एक्जाममा आउने खालको क्वेसन चाहिँ यस्तो हुन्छ। एक्जाममा अनि तिम्रो कम्पिटिटिभ एक्जाममा पनि यस्तो आउँछ। एक्जाममा मेन तिम्रो आउने खालको यो वाला भयो। इजी आयो भने यो लेभलको आउँछ एक्जाममा, कमन भेलोसिटीले मुभ गर्न सक्छ। अनि इफ टफ आयो भने यो लेभलको आउँछ, टफ आयो भने यस्तो क्वेसन आउँछ। ल त्यसो भए आजको क्लास यति गरौँ है त। ल बाई बाई बाई, गुड नाइट। ल गुड नाइट, गुड नाइट, गुड नाइट।